फर्स्ट त दाइ बेस्ट कोच हुनुभयो, त्यसको लागि धेरै धेरै बधाई छ। धन्यवाद। अनि तपाईँको यात्रा कस्तो रह्यो त यो बुढा सुब्बा गोल्ड कप 16औं कपमा भनिदिनुहोस् न। बुढा सुब्बा गोल्ड कप आउँदाखेरि त एउटा एक्सपेक्टेसन जहिले पनि जितिन्छ भन्ने लाग्छ होइन। फर्स्ट म्याच मच्छिन्द्रलाई एक्स्ट्रा टाइममा गएर जित्यो नेपालको लिगको दोस्रो टिम। त्यसपछि त्यो विजय यात्रा पछाडि ढोका खुल्यो, सेमिफाइनलसम्म पुग्यो। मनाङ मर्स्याङ्दी थियो, मनाङ मर्स्याङ्दी आइपुग्यो। मनाङ मर्स्याङ्दीलाई पनि एक्स्ट्रा टाइममै पुऱ्याएर हामीले जित्यौँ 2-1 नै। अनि एउटा कस्तो थियो भने एउटा मोरली चाहिँ हाई थियो हामीहरू, तर अलिकति कस्तो छ भने विभिन्न क्लबका खेलाडीहरू भएको भएर अलिक कम्बिनेसन अलिकति गाह्रो हुने नै थियो। तर सेट भइसकेको टिम थियो, तर लास्टमा मेरो दुईवटा सेन्टर मिडल सेन्सेनी र इब्राहिम चाहिँ अवेलेबल कारणले फाइनल खेल्न पायो। अलिकति त्यसले गर्दा चाहिँ गाह्रो भयो, तर समग्र रूपले बुढा सुब्बा जित्ने विनरै हुने भन्ने चाहनाले आएको ठुल्ठुलो दुईवटा टिम। अनि अब सहारा क्लब आहाराको विजेता त्यो टिमलाई जितेर अब फाइनल उठाउँदा त निकै नै खुसी भइहालिन्छ नि। साह्रै खुसी छु म आज। अनि भिन्दै टिमको खेलाडीहरू ल्याएर खेलाउँदा त्यस्तो केही अप्ठ्यारो भएन? अलिकति अप्ठ्यारो चाहिँ हुन्थ्यो होला, तर कोअर्डिनेसन हाम्रो क्याप्टेन भिक्टर अलिकति बुझ्ने, उसले अलिकति कन्ट्रोल पनि गर्यो। मैले पनि कन्ट्रोल गरेँ यिनीहरूसित सँगै बसेर घुलमिल भइसकेको भएर। गत वर्ष बुढा सुब्बामा मैले जम्मा 3जना खेलाडी चिनेको थिएँ विदेशी, अजिज, सेगुन र इब्राहिम। 3जना लिएर मैले धरान फुटबल टिमबाट खेला गरेँ त्यतिखेर। अनि त्यो टाइमदेखि स्टार्ट भयो यिनीहरूसित गफ गर्ने, यिनीहरूसित माया म बढ्दै गयो। काम फुटबलकै थियो, त्यसले गर्दाखेरि बढ्दै गयो। यो सिजनमा मैले लगभग 13-14जना खेलाडी लिएर आएर खेलाउँदाखेरि जो सक्सेस भयो भनौँ न। यिनीहरू आफ्नो कन्टिनेन्टलाई रिप्रेजेन्ट गर्ने भएर पनि अलिकति आफ्नो लागि भनेर खेल्दाखेरि पनि उत्कृष्ट भएको हुनसक्छ। अब यो हाम्रो बाहिरको प्लेयरहरू नेपाली लिगमा आएर खेलिरहेछ, कस्तो इन्फ्लुएन्स पार्छ यिनीहरूको खेलले जस्तो लाग्छ तपाईँलाई हाम्रो लिगमा? तपाईँको एउटा कस्तो हुन्छ भन्दाखेरि एकदम डाइरेक्टली हेर्नु पर्दाखेरि चाहिँ यिनीहरू हामीभन्दा स्ट्रङ हो, तर टेक्निकली रूपमा सम्पूर्ण विदेशी खेलाडीहरू उत्कृष्ट आएको छ नेपालमा। तपाईँको नेपाली फुटबलमा जुन मिडियामा आइरहेको छ 2-4जना खेलाडीहरू, क्रिस्टाबाट खेल्ने डोडोज, हाम्रो योनालिस, सिको, यो अजित साहिद, यिनीहरूको मात्र नाम फर्ममा आइरहेको छ। अरू खेलाडी पनि छन् राम्रोमा, तर कोही खेलाडीहरू चाहिँ तपाईँको सिर्फ पावर गेमले मात्रै हामीभन्दा अलिकति बलियो भएर मात्रै खेलेको जर्सी, अलिकति एक्स्ट्रा अर्डिनरी नभइदिएको, खालि पावरले मात्र गेम खेलेको हो कि भन्ने त्यस्तो फिल भइरहेछ। त्यसमा चाहिँ हाम्रो कस्तो हुन्छ भने खालि नाइजेरिया, घाना, क्यामरुन समथिङ यो देशबाट भन्दा पनि अरू कन्ट्रीबाट मगाएर चाहिँ अलिकति बरु पैसा पनि राम्रो पेमेन्ट गरेर हुन्छ कि होइन, बरु राम्रो प्लेयर ल्याउने कोसिस गर्नु पऱ्यो। अब यिनीहरूसँग अलिकति यिनीहरू पावर प्ले मात्र भएको जस्तो मलाई लाग्छ। यसले हाम्रो चिजमा हामीले नेपाली टिमले पावर प्ले खेल्न सक्छ अहिले, तर डेभलप चाहिँ यसबाट त्यति साह्रो म देख्दिनँ। अब एनसिएल कपमा बोइज युनियनलाई सेकेन्ड रनरअप बनाउनु भयो, फर्स्ट रनरअप होइन। अनि अफ्रिकन युनाइटेडलाई एज अ कोच बेस्ट कोच भएर टिमलाई जिताउनु भयो। तपाईँको फुटबलमा एज अ कोच ब्याकग्राउन्ड कसरी छिर्नुभयो भनिदिनुहोस् न। मेरो चाहिँ एक्ज्याक्टली काम मेरो कोचिङ हो। मैले फुटबल कोचिङ मैले जानेको छु, त्यस्तो कि भाइटलै जानेको छु, मैले भयङ्करै जानेको छु भन्ने कुरा होइन। मेरो काम म्यानेजमेन्ट हो, म म्यानेजर हो। तर विदेशतिर जस्तै टिम म्यानेजर एकजना हुन्छ, कोच पनि उसले गर्छ, असिस्टेन्टहरू राखेर। समग्रमा म अब यसलाई अगाडि बढाउनको लागि मेरो पहिलो चरणमै म फर्स्ट टाइम कोच बसेको टिममा मैले बेस्ट कोच पाएँ। म यो कुराबाट चाहिँ म सिक्दै जान्छु, किनभने म अहिले एकदम फलिलै छु यो कुरामा चाहिँ। म म्यानेज गर्न जानेछु, तर कोचिङ भनेको मेरो लागि अझै पनि गाह्रो कुरा छ। बेस्ट कोच पाएँ मैले योपालि, एउटा खेलाडीको मेहनतले पनि हो। यिनीहरूलाई मैले एउटा मोटिभेट गराउन सकेँ आजको दिनमा आएरसम्म। यिनीहरू अलिकति एङ्गर हुन्छ, त्यो पनि मोटिभेट गराउन सक्छु। त्यो चाहिँ एउटा मसँग क्यापेसिटी छ जस्तो लाग्छ। प्रपर कोचिङ गराउँदा चाहिँ मलाई अलिकति गाह्रो नै हुन्छ, तर म यसमा सिक्दै जान्छु। मेरो एम्बिसियस भनेको आफ्टर 10 इयर्ससम्ममा एउटा राम्रो कोच बन्ने नै हो होइन, एउटा कोचिङै गर्ने, एउटा म्यानेजर एउटा भएर चाहिँ परिपक्व हुने नै छ यसमा चाहिँ। अब तपाईँको कोचिङ यात्रा राम्रोसँग जाओस् भन्दै हजुरलाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद।